ऐतिहासिक महाधिवेशन उद्घाटन समारोहका अध्यक्ष एवं नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, मञ्चमा रहनुभएका विभिन्न राजनैतिक दलका नेता साथीहरू, नेकपा एमालेका पदाधिकारी सदस्यहरू, महाधिवेशनका सहभागी दिदीबहिनी तथा दाजुभाइहरू, उपस्थित अन्य महानुभावहरू, पत्रकार साथीहरू, यो देशको अहिले अत्यन्तै तरल र विषम परिस्थितिको बीच सम्पन्न हुन लागेको नेकपा एमालेको 11औं महाधिवेशनमा हामीलाई पनि शुभकामना व्यक्त गर्न पार्टीको तर्फबाट र खास गरी नेकपा एमालेका अध्यक्षज्यूले जो हामीलाई आमन्त्रण गर्नुभयो, म मेरो पार्टीको तर्फबाट र मेरो तर्फबाट समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र यो अधिवेशन पूर्ण रूपमा सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। म धेरै लामो कुरा राख्दिनँ। अहिले मुलुक अत्यन्तै विषम परिस्थितिमा छ भन्ने कुरा हामी कसैले नकार्न सक्दैनौँ। अहिले नेपालको निर्णायकत्व सङ्कटमा परेको, नेपाल गम्भीर रूपमा भूराजनैतिक चक्रव्यूहमा फँसेको यस्तो बेला जुन नेकपा एमालेको महाधिवेशन भइराखेको छ, यसले नेतृत्व चयनको कुरामा मात्र होइन, यो महाधिवेशनले देशलाई केन्द्रमा राखेर सबै राजनैतिक दल र शक्तिहरू अटाउने, कसैले नहार्ने, देशले जित्ने एउटा दिशा निर्धारण गर्न सफल हुनेछ भन्ने म शुभकामना व्यक्त गर्छु र म त्यो अपेक्षा पनि गर्दछु। हामीले अहिले संविधान भनिराखेका छौँ। हाम्रा आफ्ना राजनीतिक मान्यता र दर्शनहरू छन्। कसैले यो संविधान बिना यो देशै चल्दैन भनेर भन्छौँ होला, कसैले अब यो संविधान पहिलेदेखि नै भन्दै थियौँ अपूर्ण छ, यो संविधान भन्ने चिज गीता, बाइबल, कुरान होइन, यो फेर्न नसकिने, संशोधन गर्न नसकिने होइन, यसलाई फेर्नुपर्छ, संशोधन गर्नुपर्छ, मिलाएर जानुपर्छ हामीले भनिराखेका थियौँ। वास्तवमा अहिले संविधान कहाँ छ र संविधान त मरिसकेको छ। त्यस कारणले त्यो संविधानलाई जबरजस्त बिउताएर देशलाई फेरि थप दुर्घटनामा लैजाने भन्दा पनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ। यो 23-24 गतेको त्यसलाई विद्रोह भन्नुहोस्, विध्वंस भन्नुहोस्, देशले जुन अकल्पनीय र अपूर्णीय क्षति बिहोर्नु पर्यो, त्यसमा कसैको उक्साहट र योजनाले पनि काम गरेको थियो होला, तर कसैको उक्साहट र योजना मात्रै होइन, हामीले 25-30 वर्षदेखि अंगीकार गरेको निषेधको राजनीति, चरम भ्रष्टाचार, बेरोजगारी, संवैधानिक अङ्गहरूमा अख्तियार अदालतदेखि लिएर सर्वत्र गरिएको दलीयकरण, त्यो पनि कारण थियो र त्यसको पृष्ठभूमिमा यस्ता कामहरू भएका छन्, यस्ता आक्रोश विद्रोहमा परिणत भएका छन्। त्यसकारण हामीले फेरि पनि भन्छु, देशलाई केन्द्रमा राखेर अब कसैले हार्ने, कसैले जित्ने होइन, देशले जित्ने एउटा निर्णय गर्नुपर्छ। त्यस्तो निर्णय गर्दाखेरि, अब परिवर्तन गर्दाखेरि 3टा कुरालाई आधार मान्नुपर्छ। अब राष्ट्रिय सहमति गर्दाखेरि 3टा आधारहरू, नेपालको सबभन्दा ठुल्ठुला राजनैतिक परिवर्तनहरू 2007 साल, 2046 साल र 62-63, ती परिवर्तनहरूमा हामी कोही जन्मेको थिएनौँ होला, कसैको कुनै परिवर्तनमा हाम्रो सहभागिता थिएन होला, ती परिवर्तनहरूमा हामी कसैको समर्थन थिएन होला, तर ती 3 परिवर्तनका 3 महत्त्वपूर्ण उपलब्धिहरू, 7 सालको प्रजातन्त्र, 2046 सालको बहुदलीय व्यवस्था र 62-63 को समावेशी र समानुपातिकता, यी 3टा विषयलाई जोगाएर अब देशमा नयाँ समझदारी कायम गर्नुपर्छ। त्यसलाई आधार मानेर
नयाँ समझदारी गरेर जानुपर्छ। देशको परम्परागत शक्तिको प्रतिनिधि, राजनैतिक दलहरू र नवयुवा पुस्तालाई सम्बोधन गरेर तिनीहरूको बिचमा नयाँ समझदारी गरेर देश बचाउने अनि देश बनाउने योजनातर्फ हामी सबै राजनैतिक दलहरू एक ठाउँ उभिनु पर्दछ भन्ने आग्रह गर्दै फेरि पनि नेकपा एमालेको 11औं यो महाधिवेशन उद्घाटन समारोह भव्य भएको छ। सम्पूर्ण रूपमा यो कार्यक्रम, यो महाधिवेशन भव्य र सफल बनोस्। धेरै धेरै धन्यवाद। धन्यवाद अध्यक्ष राजेन्द्र लिङ्गदेनज्यू। अब मैले कलाकारलाई निम्त्याउँछु।